Hello everyone, welcome to my yarn haul. आज अरु पनि छ, so welcome to my yarn haul. So hello everyone, welcome back to my channel. So आज चाहिँ मैले हजुरहरुलाई मसँग भएको यार्नहरुको बारेमा डिटेलिङ र कुन चाहिँ यार्न कुन प्रोजेक्ट गराउँदा चाहिँ राम्रो हुन्छ र कुन चाहिँ यार्न चाहिँ हजुरहरुले युज गर्दा चाहिँ हजुरहरुको प्रोडक्टहरु राम्रो बन्छ भनेर त्यसको बारेमा गराउन गइरहेको भिडियो गराउँदै छु। हो यो माइकले कस्तो डिस्टर्ब गर्छ। सो गराउन गइरहेको छु। सो म one by one हजुरहरुलाई मेरो यार्नहरुको कलेक्सन पनि देखाउने छु र त्यसको युज मैले केमा गरे, मैले कुन प्रोडक्टमा गरेको छु त्यसको बारेमा पनि भन्ने छु। सो यो भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला र लाइक शेयर कमेन्ट गर्न नबिर्सिनु होला र मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। सो यदि हजुरले प्रेस द बेल आइकन दबाउनु भएको छैन भने चाहिँ मेरो च्यानलको बेल आइकन पनि प्रेस गरिदिनु होला। सो यदि मैले अरु ट्युटोरियल भिडियोहरु पनि हाले भने हजुरलाई नोटिफाइड होस् र मेरो च्यानलमा चाहिँ धेरै जसो ट्युटोरियल भिडियोहरु अवेलेबल रहेको छ। हजुरले गएर हेर्न सक्नुहुन्छ र सिक्न चाहनुहुन्छ अनि सिक्न सक्नुहुन्छ। सो मैले चाहिँ अघिल्लो भिडियोमा चाहिँ मैले मेरो प्रोडक्ट हल गरेको थिएँ। सो आज चाहिँ मैले मेरो यार्न हल गर्न चाहदै छु। सो यो भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला र साथ र सपोर्ट दिनु होला। थ्यांक यू। सो म चाहिँ सुरु गर्छु है त। सो फर्स्टमा रहेको छ मसँग यो ग्रीन कलर यार्न। यो चाहिँ मैले मेरो प्रोजेक्टहरुमा चाहिँ लिभ्स र त्यसको प्लान्टको पार्टहरु र फ्लावरहरुको बुकेको गराउँदाखेरि चाहिँ स्टिममा बेर्नको लागि यो ग्रीन कलर यार्न युज गर्छु। यो चाहिँ नेपाली धागो हो। सो यो चाहिँ 4 प्लाई यार्न हो नेपाली धागोमा। सो मैले चाहिँ यो प्राय जसो मेरोमा चाहिँ मैले नेपाली धागो नै युज गर्ने गर्छु। सो मेरो ओलिभिया अरु धागो चाहिँ मैले खासै मेरो सानोतिनो प्रोजेक्टमा चाहिँ युज गर्दिन। मैले चाहिँ नेपाली धागो युज गर्छु। सो यो ग्रीन कलर यार्न रहेको छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ गोलो गराउनु पर्छ, मैले यो गराएको छैन। सो यो ग्रीन कलर यार्न भइहाल्यो। यो चाहिँ मैले रोडोडेन्ड्रन ब्रोच पिनहरुको लिफ, रोजहरुको लिफ, सबैको लिफ गराउन चाहिँ यो ग्रीन कलर यार्न युज गर्छु। एन्ड देन आई हैव दिस डार्क रेड कलर यार्न, हेर्न सक्नुहुन्छ डार्क रेड यार्न। सो यसको चाहिँ यो चाहिँ मैले अहिले जुन यो भाइरल भइराछ मिकासा स्कार्फ, त्यसको लागि चाहिँ मैले यो मरून कलर युज गर्छु। यदि कस्टमरको कस्टमाइज छ भने चाहिँ मैले अरु धागो युज गर्छु, नत्र यही धागोले चाहिँ मैले मरून कलरको यो धागोले चाहिँ मैले मिकासा स्कार्फ अहिले जति पनि यो अहिले भाइरल ट्रेन्डिङमा चलिराछ मैले चाहिँ यही धागोले उन्ने गर्छु। सो मसँग यो मरून कलर छ, यो पनि डल्लो गराउँछु, यो पनि नेपाली धागो हो। सो मसँग यो रहेको छ। एन्ड देन आई हैव दिस रेड यार्न, हेर्न सक्नुहुन्छ रेड कलरको यार्न। सो यसको पछाडी चाहिँ एउटा कहानी छ। मैले चाहिँ यो जब यो मिकासा स्कार्फ भाइरल भयो त्यतिखेर चाहिँ मैले यो खास गरी सायद रेड कलरको होला भनेर चाहिँ मैले रेड कलरको धेरै जस्तो धागो मगाएँ। लास्टमा चाहिँ मरून रहेछ। सो मसँग चाहिँ यो रेड कलरको चाहिँ धेरै यार्न छ। सो मैले पनि यसको केही न केही चाहिँ गराउँछु, बट अहिले चाहिँ भ्याएको छैन, मेरो धेरै अर्डर भएको भएर चाहिँ। सो यो रेड छ। यसको युजले चाहिँ मैले स्ट्रबेरी, चेरी अनि रोडोडेन्ड्रन ब्रोच पिन, रोजहरु अनि फ्लावरहरु गराउँछु। यसको पनि धेरै युजहरु छ रेड कलरको यार्नको। सो यो मसँग चाहिँ धेरैमा छ है। यो रेड कलर यार्न चाहिँ धेरै पिसेसहरु छ। यो लाची पनि मैले मगाउँदाखेरि चाहिँ गलत मगाएँ, मरून मगाउनु पर्ने बट रेड मगाएछु, ब्राइट रेड। यो रहेको छ। एन्ड देन यो कलर रहेको छ। आई डोन्ट नो है मैले यो कलर चाहिँ किन मगाएँ, बट मगाएको थिएँ। अब मैले यसको पनि केही युज गर्छु। पछि गएर मैले लुफी किचन बनाएँ भने चाहिँ त्यसमा मैले लुफीको ह्याट गराउनको लागि चाहिँ यो यार्न युज गर्ने छु। यो कलर रहेको छ। एन्ड देन आई हैव दिस ब्राउन कलर एन्ड सनफ्लावर येलो यार्न, हेर्न सक्नुहुन्छ। सो यो ब्राउन र यो येलो यार्न रे चाहिँ मैले सनफ्लावरलाई क्रोसेट गर्छु। यो ब्राउन चाहिँ बेस भइहाल्यो अनि यो चाहिँ सनफ्लावरको लागि पेटल्स भइहाल्यो। सो मैले यो दुईटा चाहिँ त्यसको युज गर्छु। यो ब्राउन कलरको यार्नले चाहिँ मैले गलबन्दी पनि बुनेको थिएँ। सो हेर्न सक्नुहुन्छ यो रहेको छ। एन्ड देन आई हैव दिस ग्रीन कलर यार्न, हेर्नु चाहिँ कस्तो क्युट ग्रीनमा छ, यो अर्कै ग्रीनमा छ। यो ग्रीन कलरको यार्नले चाहिँ मैले यो ग्रीन यार्नले चाहिँ मैले फ्रक किचन बनाएको थिएँ। यो ग्रीन चाहिँ एकदमै राम्रो छ। यसको चाहिँ प्लान्टको पार्टहरु पनि गराउन युज चाहिँ हुन्छ, तर मैले चाहिँ यो ग्रीन युज गर्दिनँ, मैले त्यही अघिको ग्रीन युज गर्छु। यो पनि रहेको छ। अनि यो रेड कलरको त मैले भनिसकेँ मैले केमा युज गर्छु भनेर, त्यो चाहिँ डल्लो नगराइकन राखेको थियो। यो चाहिँ डल्लो गराएर राखेको वाला छ, हेर्न सक्नुहुन्छ। एन्ड देन आई हैव दिस अफ व्हाइट कलर यार्न।
अफ वाइट चाहिँ मसँग यहाँ पनि रहेको छ, हेर्न सक्नुहुन्छ अफ वाइट। यो चाहिँ मैले ब्ल्याङ्केट बुके गराउँदाखेरि युज गर्छु, अनि हेयर क्लिपहरू, अनि अक्टोपस की चेन, अनि यताको लागि चाहिँ मैले यो युज गर्छु। सो मैले यो धेरै चाहिँ मैले त्यही ब्ल्याङ्केट बुकेटको लागि भनेरै मगाएको थिएँ। यो चाहिँ डल्लो गरेको छ, हेर्न सक्नुहुन्छ। सो मैले धेरै जसो मेरो प्रोजेक्टमा चाहिँ मैले नेपाली यान युज गर्छु। सो त्यही रहेको छ। अनि यो ग्रिन कलरको त मैले भनिहालेँ मैले केमा युज गर्छु भनेर। यसको चाहिँ ग्रिनको चाहिँ 3-4वटा थरी थियो, अहिले चाहिँ मसँग यो डार्क ग्रिन मात्र बाँकी छ। एन्ड देन आई हेभ दिस अरेन्ज यान, हेर्न सक्नुहुन्छ। यो अरेन्ज यान चाहिँ मैले पसल जाँदाखेरि यान सप जाँदाखेरि चाहिँ त्यतिकै मन परेर लिएर आएको। यसको पनि यदि सनफ्लावर बनाउन मिल्छ, बनाउन यदि कुनै कस्टमाइज यो कलरमा आयो भने चाहिँ मैले यो ट्राई गर्नेछु यो कलरले चाहिँ। देन आई हेभ दिस वाइट कलर यान, हेर्न सक्नुहुन्छ। यो वाइटको चाहिँ एकदमै धेरै युज छ मेरो। धेरै जसो वाइट कलर चाहिँ सकिसक्यो, ल्याउँछु सकिन्छ भइसकेछ। अनि यो रहेको छ। यो चाहिँ मैले फ्लावर क्लिपहरू अनि अरूहरू यस्तै बनाउन चाहिँ युज गर्छु धेरै जसो। एन्ड देन आई हेभ दिस ग्रिन, यो चाहिँ अर्कै टाइपको ग्रिन चाहिँ हेर्न सक्नुहुन्छ। यो चाहिँ मैले क्युट मसरुम हेयर क्लिप होइन, किचेन गराउनुको लागि चाहिँ यसमा ह्याट युज गर्नको लागि ल्याएको थिएँ। यो चाहिँ मैले धेरै ल्याएको थिएँ। एकचोटि मलाई फ्रकको हेडब्यान्डको अर्डर आएको थियो। सो त्यो चाहिँ पछि क्यान्सल भयो, बट त्यसको लागि चाहिँ मैले यो धेरै मात्रामा लिएर आएको थिएँ। यो चाहिँ अहिले यति रहेको छ। अनि यसको युजले चाहिँ मैले ब्यान्डेना पनि गराएको थिएँ। हजुर यदि मेरो प्रोडक्टहरू हेर्न चाहनुहुन्छ भने चाहिँ मलाई इन्स्टामा र टिकटकमा फलो गर्न सक्नुहुन्छ, र यदि हजुर प्रोडक्ट अर्डर गर्न चाहनुहुन्छ भने पनि त्यहाँ मेसेज गर्न सक्नुहुन्छ। मेरो इन्स्टाग्राम आइडी रहेको छ क्राफ्ट्स विथ सुरुचि, एन्ड टिकटक आइडी पनि सेम रहेको छ। सो हजुरले त्यहाँ गएर प्रोडक्टहरू पनि हेर्न सक्नुहुन्छ मैले के गराएको छु भनेर। सो हेर्न सक्नुहुन्छ। प्रायः जस्तो किचनहरूको लागि चाहिँ मैले यो नेपाली धागो युज गर्छु, हेर्न सक्नुहुन्छ। एन्ड देन आई हेभ दिस यान, यो चाहिँ कुन कलर आई डोन्ट नो है, यो मैले किन मगाएको पनि मलाई थाहा छैन, बट यसको पनि कुनै न कुनै दिन चाहिँ युज हुनेछ केही प्रोजेक्टहरूमा। सो यो रहेको छ। एन्ड देन आई हेभ दिस ब्ल्याक यान, यो चाहिँ मसँग अर्को ब्ल्याक पनि छ। यो चाहिँ 2 प्लाईमा हो। यो चाहिँ मैले स्पेसली आइजहरू स्मल क्रोसेट गरेर आइजहरू गराउन र फुटबलको बाहिर गराउनको लागि चाहिँ युज गर्छु यो 2 प्लाईको यान मसिनोमा, किनकि यो राम्रो हुन्छ। एन्ड देन आई हेभ दिस ब्लू, कुन चाहिँ ब्लू आई डोन्ट नो, ल्याभेन्डर हो कि ब्लू हो मलाई थाहा छैन। यो कलर रहेको छ। यो पनि मैले सनफ्लावर पट यता गराउनुको लागि चाहिँ लिएर आएको थिएँ। सो यो रहेको छ। एन्ड देन आई हेभ दिस ब्लू यान, यो ब्लू चाहिँ मैले हजुरलाई थाहा गएर हेर्न सक्नुहुन्छ। मैले इभीलाई गराएको छु, त्यसको लागि चाहिँ मैले यो ब्लू राखेको थिएँ, किनकि हजुरलाई थाहा नै छ होला इभीलाई चाहिँ 4वटा कलरमा हुन्छ, ब्ल्याक, व्हाइट, अनि स्काई ब्लू र डार्क ब्लू। सो मैले चाहिँ यो वाला ब्लू युज गर्छु इभीलाईमा। सो यो 2टा रहेको छ। एन्ड देन आई हेभ दिस पिङ्क कलर यान, यो पिङ्क कलर चाहिँ एकदमै क्युट कलर हुन्छ। सो मैले लाछा डोरीहरू यता अनि अक्टोपस की चाहिँ सबै गराउनको लागि चाहिँ यो पिङ्क कलर यान ल्याएको थिएँ। यो चाहिँ धेरै जसो गइसकेको छ। पिङ्क चाहिँ मसँग 2टा सेडमा छ, यो भइहाल्यो। त्यो अलि डार्कमा छ, यो अलि लाइटमा छ। अझै योभन्दा लाइट पनि थियो, त्यो चाहिँ अहिले मसँग छैन। एन्ड देन आई हेभ दिस पर्पल यान, यो चाहिँ मैले खास गरी सुरुमा ल्याउने बेला हाइबिस्कस हेयर क्लिप बनाउनुको लागि ल्याएको थिएँ। अनि त्यसपछि अहिले चाहिँ हाइबिस्कस हेयर क्लिप भन्दा नि अहिले अनि मैले यसले चाहिँ बच्चाको फिङ्गरलेस ग्लोभ्स पनि बनाएँ, त्यतिकै मिटेन्सहरू गराएँ, त्यो कस्टमाइज आएको थियो मलाई, हेर्न सक्नु। अनि अक्टोपसहरू पनि गराएँ मैले यसले। त्यसपछि मसँग ग्रिनहरू यो भइहाल्यो, यो अघि मैले भनिसकेँ यसको कहानी चाहिँ के छ भनेर। एन्ड देन आई हेभ दिस ग्रिन ओलिभियाको ग्रिन कलरको यान छ। यो चाहिँ मैले स्कार्फ बनाउनुको लागि स्पेसली ल्याएको थिएँ। त्यसपछि मैले यसको बिनी पनि बनाएर बेचिसकेको छु। यो चाहिँ रहेको छ सेड, यसमा चाहिँ सेड देखाएन, आई डोन्ट नो कुन सेड रहेछ, बट यो रहेको छ, हेर्न सक्नुहुन्छ ओलिभियाको। यदि हजुरहरू बिगिनर्स हुनुहुन्छ भने चाहिँ हजुरले ओलिभियाको धागो युज गर्दा चाहिँ एकदमै राम्रो हुन्छ, एकदमै हुन्छ, सजिलो हुन्छ हजुरहरूलाई। प्रायः जस्तो हजुरहरू बिगिनर्स हुनुहुन्छ र क्रोसेट सिक्न चाहनुहुन्छ भने चाहिँ ओलिभियाको धागो युज गर्दा चाहिँ एकदमै राम्रो हुन्छ। मैले चाहिँ ओलिभियाको धागो चाहिँ बिनीहरू अनि गलबन्दी र स्वेटरहरू कार्डिगनहरू गराउन मात्रै युज गर्छु। त्यही अनुसार कस्टमाइज छ भने चाहिँ धागोहरू लिएर आउने हो। मसँग ओलिभियाको धागोहरू धेरै छ, मैले धेरै जस्तो चाहिँ त्यो गर्नलाई चाहिँ ओलिभिया नै युज गर्छु। यो रहेको छ, यो चाहिँ ग्रिन छ, यो चाहिँ त्यो बिनी र स्कार्फ ओल्ड डिजाइन स्कार्फ मेरो ग्रान्ड मदरको लागि गराएको थिएँ।
त्यसको लागि ल्याएको थिएँ। अहिले चाहिँ यति रहेको छ। यो चाहिँ सेड अलि यहाँनिर इनरेजमेन्ट देखाउँथेन तर। सो यो युज गर्दा चाहिँ हजुरहरूलाई यहीँ डिस्क्रिप्सनमै दिएको हुन्छ कुन चाहिँ हुक युज गर्ने, कुन चाहिँ काटी हो भने काटी युज गर्ने भनेर। सो यो युज गर्दा चाहिँ 3.75 देखि लिएर 4 मिलिमिटरसम्म हुक युज गर्दा चाहिँ राम्रो हुन्छ। जति मोटो हजुरहरूको यान भयो त्यति मोटो हुक युज गर्दा चाहिँ हजुरलाई राम्रो सजिलोसँग गर्न सक्नुहुन्छ। सो अब रह्यो पालो यो ब्याग खोल्ने। यो ब्यागमा चाहिँ धेरै यानहरू रहेको छ। सो पालो खोलौँ यसलाई। सुरुमा चाहिँ म यो खोल्छु, हेर्न सक्नुहुन्छ। सो यो रहेको छ ओसवालको धागो। यो चाहिँ सक्स यान रहेछ, सक्सहरू गराउनको लागि। बट मैले चाहिँ यो स्पेसली मैले गलबन्दी विन्टर सुरु हुनुभन्दा अगाडि गलबन्दी गराउनको लागि मगाएको थिएँ। बट मैले गराएको छैन, मैले नभ्याएर अहिले अर्डर धेरै भएर। सो यो यान रहेको छ। यसमा चाहिँ सेड्स नदेखाउँदो रहेछ। यो 4 प्लाईकै यान हो बट यो मसिनोमा छ, हेर्न सक्नुहुन्छ। सो यो चाहिँ मैले अब यसले चाहिँ मैले अब बिनी गराउँछु। यो चाहिँ मसँग यो वाला मिक्स कलर भयो भने अर्को चाहिँ मसँग यो कलर रहेको छ, हेर्न सक्नुहुन्छ। यो दुईटा कलर रहेको छ। सो यो चाहिँ छ, यो पनि त्यही गलबन्दी बनाउनको लागि मैले दुईटा ल्याएको थिएँ, दुईटा कलर मगाएको थिएँ बट गराएको छैन। अब म यसले बिनी या फिर अरू केही प्रोजेक्टहरू गराउँछु यो धागो युज गरेर चाहिँ। सो यो रहेको छ। एन्ड देन रह्यो पालो यसको, यो पनि खोलेर हेरौँ। सो यो छ ओलिभियाको रेड नै होला सायद, कुन यान हो आई डोन्ट नो। बट यो रहेको छ ओलिभियाको। बट यो चाहिँ मैले मिस्टेकनली ल्याएको थिएँ। यो चाहिँ मैले मगाएको होइन, मैले आफै यान सपमा गएर ल्याएको। बट मैले रेड भनेको, यो चाहिँ अलि फिका आई डोन्ट नो अर्कै टाइपको रेड परेछ। सो यसको पनि मैले अब बिनी गराउँछु। मेरो एउटा अर्डर छ रेडको, सो म यसको बिनी गराउँछु। एन्ड देन आई हेभ दिस पिङ्क, हेर्न सक्नुहुन्छ, पिङ्क कलर यान। सो यो पिङ्क कलर यान चाहिँ सेड 038 मा रहेको छ। यो पनि ओलिभियाकै हो, मैले धेरै जस्तो ओलिभियाको युज गर्छु। सो यो चाहिँ मैले कार्डिगन गराउनको लागि मगाएको थिएँ बट मैले कार्डिगन चाहिँ गराइनँ। अब म यसको बिनी र अनि यदि अर्डर आयो भने चाहिँ गलबन्दी गराउने छु। सो मैले चाहिँ अहिले बिनी मात्र गराउँछु यसको, हेर्न सक्छु। यो चाहिँ मसँग 6वटा पिस थियो, अहिले चाहिँ 3वटा पिस मात्र बाँकी छ। एन्ड देन आई हेभ दिस, यो पनि धेरै जस्तो ओलिभियाकै छ। यो नि अघि देखाइहालेँ मैले ओलिभियाको त्यही हो, पिङ्क कलर के हो। सो यो चाहिँ खोलेको वाला पार्ट हो। सो गरे यस्तो छ। एन्ड देन यो चाहिँ रेड, यो चाहिँ नोभाको हो, नोभाको रेड कलर हो। यो चाहिँ मैले यसले चाहिँ मैले ओल्ड डिजाइनको स्कार्फ र एउटा बिनी बुनेको थिएँ, हेर्न सक्नुहुन्छ। एकदमै राम्रो वाला रेड कलर छ यो चाहिँ। सो यो रहेको छ, यो चाहिँ रहेको त्योबाट रहेको धागो हो। सो यो त्यही रहेको छ। एन्ड देन यो रहेको छ ओसवालको हो। यो चाहिँ ओसवालको धागो हो। यो चाहिँ कति प्लाईको हेर्नुपर्छ, 4 प्लाईकै रहेछ बट यो चाहिँ मोटोमा छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ ओरेन्ज हो। यो चाहिँ मैले मिस्टेकनली ल्याएको थिएँ। त्यो स्कार्फ बनाउने बेला चाहिँ मलाई कस्टमाइज चाहिँ ग्रिन र ओरेन्ज मिक्स भनेर भन्नुभएको थियो मेरो ग्रान्ड मदरले। बट त्यतिखेर अनि मैले चाहिँ यो अलि मोटो छ, त्यो पातल छ, त्यही भएर यो चाहिँ एड गरिनँ। मैले चाहिँ येल्लो छ मसँग, त्यो एड गरेको थियो। म अहिले हजुरहरूलाई देखाउने छु, हेर्न सक्नुहुन्छ। एन्ड देन यो पनि रहेको छ। यो नि ओसवालकै धागो हो, त्यही अघि मैले ओरेन्ज देखाएँ जस्तै। यो चाहिँ ब्लूमा, यो पनि मैले मिस्टेकनली नै ल्याएको थिएँ। मलाई एउटा बिनीको अर्डर आएको थियो, चेल्सी फुटबल क्लब CFC लेखेर गराउनलाई। त्यतिखेर चाहिँ ब्लू चाहिएको थियो बट मैले चाहिँ यो लिएर आएँ, यो मोटोमा। सो त्यही भएर यो चाहिँ बिनी चाहिँ राम्रो भएन। सो यो रहेको छ, यो यसको नि सेड, यो चाहिँ होइन, यो यसको सेड चाहिँ होइन। एन्ड देन आई हेभ त्यो अघि मैले नोभाको देखाएको, मसँग चाहिँ मरुन कलरमा नि रहेको छ, हेर्न सक्नुहुन्छ, मरुन कलर। सो यो नोभाको चाहिँ यो नि एकदम राम्रो छ। यसको पनि मैले केही युज गर्छु, बिनी सिनी या फिर केही गराउन। एन्ड देन यो खोलौँ। सो अघि मैले भनेको थिएँ मैले चाहिँ गलत ल्याएको थिएँ भनेर, मलाई खास गरी चाहिएको यो कलर थियो बट मैले त्यो कलर लिएर आएँ। मैले त्यसपछि पछि ओलिभियाको 2वटा ब्लू मगाएको थिएँ। यो चाहिँ सेड नम्बर 007 मा रहेको छ। यो चेल्सीको थिम चाहिँ ब्लूमा हुँदो रहेछ। सो मैले यसले चाहिँ बनाएर त्यो लगाइसकेको छु। यसको पनि अब केही गराउने छु। देन आई हेभ दिस ब्ल्याक कलर यान, हेर्न सक्नुहुन्छ, ब्ल्याक यान रहेको छ। यो छ सेड 006 मा, यो पनि ओलिभियाकै हो।
यो चाहिँ मैले अस्ति भर्खर मगाएको मलाई चाहिँ बिनी र अनि गलबन्दीको अर्डर आएको छ त्यसको लागि दुईटा चाहिँ अहिले बिनी बन्दैछ सो यहाँ चाहिँ 3वटा रहेको छ यो 3वटा युज गरेर चाहिँ मैले गलबन्दी बुन्दै छु एन्ड देन म अझै हजुरहरूलाई देखाउने छु हेर्न सक्नुहुन्छ अब लास्ट यो प्याकेट रहेको छ यसमा चाहिँ छ ब्राउन कलर यान हेर्न सक्नुहुन्छ सो यो चाहिँ छ शेड 014 मा ओलिभियाको हेर्न सक्नुहुन्छ ओलिभियाको शेड ब्राउनमा यो चाहिँ मैले बेबी कार्डिगन गराउनको लागि मगाएको थिएँ अनि त्यसपछि मलाई बिनीको पनि अर्डर आयो सो मैले दिइसकेँ एउटा बिनी बनाएर अनि कार्डिगन नि बनाएर दिइसकेँ बच्चाको कार्डिगन यो चाहिँ एकदम सफ्ट हुन्छ बच्चाको कपडाहरू गराउनको लागि त्यही भएर ओलिभिया चाहिँ एकदमै राम्रो हुन्छ त्यसको लागि चाहिँ मिल्क कटन यान छ भने ठिकै छ नत्र ओलिभिया हजुरले युज गर्दा नि हुन्छ यो ओलिभिया चाहिँ मसँग यो ब्राउन यान चाहिँ दुईटा रहेको छ हेर्न सक्नुहुन्छ यो नि अब बिनीको बनाउँदैछु यसको सो बिनीको लागि युज हुन्छ यो चाहिँ देन आई हेभ दिस येल्लो हेर्न सक्नुहुन्छ येल्लो यान रहेको छ यो येल्लो यान चाहिँ शेड 015 मा छ सो अघि मैले भने नि त्यो ओरेन्ज कलर सो मैले चाहिँ पछि यो येल्लो ल्याएर त्यो स्कार्फमा या डोरा मिक्स गर्नलाई यो युज गरेर बनाएपछि चाहिँ सो यो चाहिँ मसँग दुईटा छ त्यसबाट रहेको यसको पनि अब यदि अर्डर आइहाल्यो भने चाहिँ म बनाउँछु सो अहिले चाहिँ मसँग यति मात्रै धागो रहेको छ सो मेरो चाहिँ धेरै जस्तो छ न त अलिअलि बट सानो सानो पिसमा छ छ सो यति चाहिँ अहिलेलाई म यति देखाएँ सो यदि हजुरहरू बिगिनर्स हुनुहुन्छ भने चाहिँ हजुरहरूले ओलिभियाको धागो युज गर्दा चाहिँ एकदमै राम्रो मैले चाहिँ सुरुमा क्रोसेट सिक्दाखेरि चाहिँ मैले नेपाली यान युज गरेको थिएँ बट हजुरहरूले ओलिभियाको धागो युज गरेर अलि मोटो धागो युज गर्नुभयो भने चाहिँ युज गरेर सिक्नुभयो भने चाहिँ हजुरलाई राम्रो हुन्छ हजुरले चाँडै सिक्नुहुन्छ सो हजुरहरू ओलिभियाको या फिर अरू मोटो धागो युज गर्न सक्नुहुन्छ अनि हुक चाहिँ त्यही अनुसारको त्यही डिस्क्रिप्सनमा दिएको हुन्छ ओलिभियाको त्यही दिएको हुन्छ बट यो हुक चाहिँ यदि नेपाली धागो हो भने चाहिँ 2.2, 2.5 र 3 मिलिमिटर यान युज गर्नुहोस् अनि यदि ओलिभियाको धागो छ भने चाहिँ 3.75 र 4 मिलिमिटर युज गर्नुहोस् र यदि नोभा र अनि अलि पातलो यान छ भने चाहिँ 3 मिलिमिटरदेखि लिएर 3.5 मिलिमिटरसम्म हुक युज गर्न सक्नुहुन्छ सो हजुरहरूले त्यही युज गरेर चाहिँ हजुरहरूको प्रोजेक्टहरू गराउन सक्नुहुन्छ सो धेरै जसो चाहिँ किचनहरूको लागि चाहिँ ओसवाल भन्दा पनि ओलिभिया ओसवाल भन्दा पनि नेपाली यानै ठिक लाग्छ मलाई चाहिँ मैले चाहिँ त्यही अनुसार गराउँछु सो हजुरहरूले पनि त्यही अनुसारको सिक्दाखेरि चाहिँ ओलिभियाको धागो युज गरेर चाहिँ सिक्न सक्नुहुन्छ सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो एभ्रीवान थ्याङ्क यू सो मच फर सपोर्टिङ मी इफ यु आर न्यू please don't forget to like share and subscribe to my channel and press the bell icon so if I posted a new video about anything about crocheting and tutorial you will be notified and if you are a new viewers please subscribe to my channel so thank you so much for watching today so if you have any doubts and if you want to ask me anything about crocheting you can comment below so thank you so much for watching bye bye have a nice day everyone